रङ्गली रङ्गलियट खण्ड क्षेत्रका 3वटै माध्यमिक परीक्षा केन्द्रमा विद्यार्थीहरूले परीक्षा लेखे। तकदाह पेसोक माध्यमिक परीक्षाका मुख्य केन्द्रका प्रधानाध्यापक सञ्जय तामाङले जानकारी दिँदै मुख्य परीक्षा केन्द्र पेसोकको सरस्वती स्कुलमा 29 जना छात्र अनि 36 जना छात्रहरू छन् भने लामाहट्टा उपकेन्द्रमा 29 जना छात्र अनि 44 जना छात्र साथै तकदाहको अर्को परीक्षा उपकेन्द्रमा 27 जना छात्र अनि 47 जना छात्र गरेर जम्मा 209 साथै गत वर्ष परीक्षा दिन नसकेका परीक्षार्थीहरू लगाएर कुल 212 जना परीक्षार्थीहरूले यस वर्षको माध्यमिक परीक्षा लेखेको बताए। परीक्षा हलमा दिएको सुविधा बारे स्कुल इन्सपेक्टर रमन दासले जनाउँदै जाडोको मौसममा परीक्षार्थीहरूलाई सुविधा होस् भनेर परीक्षा हलहरूमा हिटर जडान गरिनका साथै बिरामी परे चिकित्सक अभिनन्दन घोष, सीएचए सुनिता तामाङ स्वस्थ उपकरण औषधिको साथ तयार देखियो भने परीक्षा केन्द्र वरिपरि धारा 144 लागू गरिएको थियो। आज सुरु भएको माध्यमिक परीक्षामा CWSN परीक्षार्थीको निम्ति छुट्टै कक्षा, प्रश्नपत्र अनि उनलाई अतिरिक्त 45 मिनट समय पनि दिएको एसआई दासले जनाए। सबैजनालाई जस्तो तपाईहरुलाई थाहा छ, आजदेखि हाम्रो समस्त वेस्ट बेंगलको समस्त माध्यमिक भेन्यूमा माध्यमिक एक्जाम स्टार्ट भयो। त्यही प्रकारले हाम्रो तकदा पेसोक सेन्टरमा पनि 3 वटा हाम्रो भेन्यू छ। सरस्वती हाई स्कुल इज द सेन्टर, त्यससँग हाम्रो लामाहाट हाई स्कुल एन्ड ग्रिफिथ हाई स्कुलमा पनि हाम्रो भेन्यू छ। त्यससँग 7 वटा पार्टिसिपेटिङ स्कुल्सदेखि हाम्रो यो 3टा भेन्यूमा समस्त स्टुडेन्टहरूले यहाँ पार्टिसिपेटिङ गर्दैछ। अहिलेसम्म वी हेभ द रिपोर्ट कि एक्जाम पिसफुली चल्दैछ हैन। अनि टोटल जस्तो तपाईले भने 209 जना स्टुडेन्ट हाम्रो यो एक्जाम दिँदैछ। यो पालि चाहिँ हाम्रो तपाईहरुले म अब यो मेल फिमेल यो ब्रेकअप दिँदैछु। जस्तो सरस्वती हाई स्कुलमा हाम्रो 36 जना फिमेल हुनुहुन्छ, मेल 29, लामाहट्टामा 44 फिमेल, मेल 29, ग्रिफिथमा तपाईको 47 फिमेल एन्ड मेल 27। यति हाम्रो टोटल 209 जना स्टुडेन्ट हाम्रो समस्त स्कुलमा समस्त भेन्यूमा 3 वटा भेन्यूमा हाम्रो एक्जाम दिँदैछ। अनि जस्तो तपाईले सोध्नुभयो सबै प्रकारको हाम्रो प्रिपरेसन यहाँ हामीले गरिसके यता। जस्तो जाडोको लागि हामीले एउटा व्यवस्था गरे समस्त रुममा हाम्रो 3 वटा भेन्यूमा जतिवटा हाम्रो क्लासरुममा एक्जाम चल्दैछ सबै रुममा हामीले हिटरको व्यवस्था गरे। अनि त्यसको सँग हामीले CWSN स्टुडेन्टको लागि पनि हामीले अर्कै रुम गरे, सिक रुम पनि गरे। अनि जति हाम्रो इन्स्ट्रक्सन्स थियो, हाम्रो रुल्स एन्ड रेगुलेसन थियो, सबै रुल रेगुलेसन मानेर हामीले एक्जाम गर्दैछौँ। पुलिस प्रशासनको पनि हेल्प छ। समस्त भेन्यूमा पनि हाम्रो पुलिसहरू हुनुहुन्छ, त्यससँग हाम्रो मेडिकल टिम छ। अहिलेसम्म पिसफुली चल्दैछ एन्ड वी आर भेरी होपफुल दैट जस्ट लाइक एनी अदर इयर दिस इयर अल्सो वी आर गोइङ टु हैव अ भेरी गुड एक्जाम। तपाईले जानकारी दिनुभयो कि CWSN कुन सेन्टरमा परीक्षा दिइरहेको छ? जस्तो हाम्रो यो सरस्वतीमा एज पर द रिपोर्ट मैले जति पाएँ यो सेन्टरमा पनि हाम्रो 2 जना हुनुहुन्छ। उहाँहरूको लागि हामीले स्पेशल एउटा एरेन्जमेन्ट हामीले गरे यता है। तिनीहरूको लागि अब ग्राउन्ड फ्लोरमै हामीले अर्को एउटा रुम गरे। तिनीहरूको लागि जति पनि छ सबै हामीले गरे। तिनीहरूको लागि एक्स्ट्रा टाइम पनि हामीले दिनुपर्छ हामीलाई। उहाँहरूको लागि जति पनि छ सबै हामीले गरे। एक्स्ट्रा टाइमदेखि होस्, तिनीहरूको लागि जति टोयलेट अलग्गै बनाइदिए हामीले हैन, सबै यता तिनीहरूको लागि हामीले गरिदियो। पेसोकमा मात्रै छ कि अरू सेन्टरमा पनि? अहिलेसम्म जति मलाई थाहा छ यहाँ 2 जना छ, अरू सेन्टरको अहिलेसम्म मेरो रिपोर्ट आएको छ। आज सबैलाई नमस्कार है। सर्वप्रथम जसले पनि यो च्यानल हेरेर बस्नु भएको सबैलाई स्वागत जनाउँदै है। योपालि माध्यमिक परीक्षा 2026 को माध्यमिक परीक्षा आजबाट सुरु हुन गइरहेको छ वेस्ट बेंगल बोर्ड अफ सेकेन्डरी स्कुल्सको। त्यसले गर्दा हाम्रो आरआर सर्कलमा तकदा पेसोक जुन चाहिँ सेन्टर छ, तकदा पेसोक सेन्टरको 3 वटा भेन्यूजहरू छ। सरस्वती हायर सेकेन्डरी एउटा, अनि नम्बर 2 ग्रिफिथ, अनि नम्बर 3 लामाहट्टा हायर सेकेन्डरी स्कुल। 3 वटा स्कुलमा हाम्रो स्टुडेन्ट्सहरू विद्यार्थीहरू हाम्रो सरस्वती हायर सेकेन्डरी स्कुलमा 80, अनि तकदा ग्रिफिथ हायर सेकेन्डरी स्कुलमा 113, अनि
तक्दा पेसोक लामाहट्टा हायर सेकेन्डरी स्कुलमा 85 क्यान्डिडेट्सहरू आज यसले माध्यमिक परीक्षा दिन गइरहेको छ। ती विद्यार्थीहरूमध्ये त्यस्ता केही विद्यार्थीहरू छन् कि जसले चाहिँ अब असक्षमता अनुभव गर्छन्, माध्यमिक विशेषता के राखिएको छ? माध्यमिक परीक्षा दिने विद्यार्थीहरू छ, यो बोर्डको प्रथम एउटा इक्जाम भएको कारणले गर्दामा सबै फेसिलिटिजहरू दिएको छ, जस्तो इलेक्ट्रिसिटी, पानी इत्यादि सबै कुरो यो हेल्थ डिपार्टमेन्ट, इलेक्ट्रिक डिपार्टमेन्ट, फरेस्ट अनि ब्लक डिपार्टमेन्ट अझबाट हामीलाई हिजो मात्र यो के अरे हिटरहरू सबै एभाइलेबल गरिदिएको छ र हामीले फिट गरिसकेको छौँ। एकदमै ठन्डाको कारणले गर्दामा हामीले सबै रुमहरूमा 3वटा रुम चाहिँ एउटा 2वटा रुम अनि एउटा हल त्यहाँ हामीले हिटरहरू कनेक्सन गरिसकेको छौँ। विद्यार्थीहरूलाई केही सूचना दिनुहुन्छ? जो पनि अब विद्यार्थीहरूले योपालि इक्जाम परीक्षा दिँदैछन् उनीहरूलाई यो प्रथमको दिन नै उनीहरूलाई बेस्ट अफ लक अथवा राम्रो प्रकारले इक्जाम दिन सकोस् है, उनीहरू एकदमै राम्रो पर्सेन्टेज हासिल गर्न सकोस् भन्ने म उहाँहरूलाई प्रथम दिनै बधाई दिन चाहन्छु। अनि विद्यालय 31 जनवरीमै खोलिने भन्ने थियो र खोलियो पनि र आजदेखि परीक्षा सुरु भयो र के त्यो परीक्षाको निम्ति मात्रै खोलिएको हो होइन? त्यो परीक्षाको निम्ति विशेष हो। स्कुल लाग्नु चाहिँ 16 तारिक फेब्रुअरी लाग्छ र हाम्रो चाहिँ जस्तो 31 तारिकको दिनै सुरु गऱ्यो हामीले। शैक्षिक सत्र चाहिँ 16 तारिकबाट, तर हाम्रो चाहिँ अब एकैचोटि 2 तारिक मार्चबाट नै हामी नयाँ सेसन सुरु गर्छौँ।